नमस्कार, रामु आचार्य र लक्ष्मण सापकोटाको युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज पनि एउटा सामग्रीको साथमा उपस्थित भएका छौं। आजको सामग्री उपचारमा सरकारले गर्न खोजेको सहयोगलाई अस्वीकार गरेका माग्ने बुढा केदार घिमिरेसँग सम्बन्धित छ। हास्य कलाकार केदार घिमिरे माग्ने बुढा स्वास्थ्यमा आएको समस्याका कारण केही समय अभिनयबाट टाढिए। चलचित्र छक्का पञ्जाको सुटिङको समयदेखि नै बिरामी परेका उनी अहिले भने केही मात्रामा ठिक भएका छन्। स्वास्थ्यमा आएको सुधारसँगै उनी अब आफ्नो कामलाई पनि अगाडि बढाउने सुरमा छन्। बिरामी भएको समयमा धेरै प्रकारका औषधि सेवन गरेका कारण अहिले पूर्ण रूपमा अभिनयमा सक्रिय हुन नसकेको उनको भनाइ छ। बिरामी भएको समयमा सरकारले उनलाई विदेशमा उपचार गर्नका लागि सहयोग गर्ने खबरहरू पनि प्रकाशित भएका थिए। तर यी खबरहरूको खण्डन गर्दै उनले यस विषयमा भने यो मिडियाले गरेको हल्ला मात्रै हो, उपचारका लागि हामी बाहिर लान पनि तयार छौं भन्दै सरकारले सहयोग गर्ने प्रस्ताव त आएको थियो, तर यो प्रस्तावलाई म आफैले अस्वीकार गरेको हुँ। उनले भने नेपालका डाक्टरहरू पनि सक्षम छन्, उहाँहरूले मलाई तेरो उपचार गर्न सक्दिन भन्नुभएको छैन। त्यसकारण म किन उपचारको लागि बाहिर जाने भनेर आफू नेपालमै उपचार गरेको हुँ। सरकारको उपचारमा सहयोग गर्ने भने पनि कलाकार घिमिरेले अस्वीकार गरेर आफैले उपचार गरेका छन्। उनले उपचार गर्न आफू नै सक्षम भएको र पैसाको खाँचो नभएको बताउनु भयो। उनको उपचारमा सघाउनका लागि अन्य धेरै सङ्घ संस्था अनि व्यक्तिहरू पनि तयार छन्, तर उनले पैसाको कारण आफ्नो उपचार नरोकिएको र उपचार भइरहेको भन्दै आफूले ढिला असर गर्ने औषधि खाइरहेको पनि जानकारी दिए। यो सँगै उनले अब आफूले छोटो समयमा नै आफ्नो कामलाई निरन्तरता दिने पनि बताएका छन्। माग्ने बुढाको यो उच्च विचारलाई हामी पनि सलाम गर्छौं। जय माग्ने बुढा। यस्तै अन्य विविध जानकारीका लागि हाम्रो युट्युब च्यानलहरू रामु आचार्य र लक्ष्मण सापकोटालाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। रामु आचार्य बिदा हुन्छु। नमस्कार।